आज पुस 15 गतेको यहाँहरु सबैलाई शुभकामना। यो भिडियो चाहिँ 14 गतेको हो। हामी चाहिँ आज एकादशी र मंगलबार परेकोले हिजै मनाउनु पर्छ पुस 15 भनेर लाग्यो यो टोली। साँझ परेपछि गुरौली तर्फ अर्थात फर्साटीगढ देखि भित्र गुरौली भन्ने ठाउँमा हाम्रो दिदी बिनाजुलाई भेट्न रमाइलो गर्दै दाइ र अनि हाम्रो फ्यामिली चाहिँ जाँदै थियौ। सुन्नुस् है गफ। साथीहरु बाटो चाहिँ यस्तो अँध्यारो छ, रातिमा को हिँड्छ भन्दा हामी हिँड्छौं हैन। अब किनकि दिउँसोमा त खासै सबै व्यस्त नि त। अचाक्ली व्यस्त के अनि नभ्याएर हैन यो रातिमा जानु पर्ने छ। अनि अब यसो हुन त हामी सरप्राइज दिन गएको भए हुन्थ्यो के है, अझै रमाइलो हुन्थ्यो होला भनेर हिँडेछौं के फेरि। यो पनि सरप्राइजै हो। हजुर सरप्राइज नै हो। सरप्राइज हुन्छ? हुन्छ मजा। कसरी हुन्छ सरप्राइज भनेर गएछ त? केही किनेर आउने भनेको 8 बजे गयो, त्यही सरप्राइज हो। हैन केही किनेर नलैदियो सरप्राइज हो। साथीहरु कसले गर्छ? 6 बजे आउँछ भनेर 8 बजे जान थालेछौं। त्यसमाथि पनि केही नलगिकन गएपछि यसै सरप्राइज गरे। दोकान सबै बन्द भयो है, फेरि लान मन नलाएर चाहिँ हैन हैन पोखरेलहरु धेरै कन्जुस भएर हो किन हैन। यिनी हुन् हाम्री छोरी बिपिन्छा पोखरेल, उहाँ हुनुहुन्छ बालकृष्ण पोखरेल, उहाँ हुनुहुन्छ हाम्रो भान्जी सुदीक्षा, यिनी छिन् मेरी पुखुली छोरी मेरी सानी आराध्या, अनि उहाँ चाहिँ हाम्रो दिदी हैन, उहाँ चाहिँ हाम्रो दाइ। लिपस्टिक लगाए दाइ, अब माइन्ड नगर्नु होला। यो चाहिँ हाम्रो छोरो दाइले के अरे लिपस्टिक किनेर त लाउनु त दाइले लाउन मन लाउँदै गर्दै गर्छु नि पछि त्यही बेच्छु। दाइको चाहिँ के अरे कस्मेटिक पसल छ। यहाँहरुलाई कस्मेटिक आइटम चाहियो भने सम्झिनु होला। पसलको नाम चाहिँ यादवी स्टोर, जुन चाहिँ कहाँ रहेको छ अरे दाइ? पर्चानी गरिहाल, नेपालगञ्ज रोड ठ्याक्कै तलपट्टि के त्यो पुलमुनि किङ फिटनेसको तल। ल अब हामी कहाँ जाँदैछौँ के गर्छौँ म तपाईलाई यो भ्लगमा कन्टिन्यू। त्यसपछि यो फर्साटीगढ जाने बाटो जतिचोटि गए पनि झुक्किने के। हामी एक ठाउँ चाहिँ त्यस्तै गरेर झुक्केर फर्क्यौँ अनि गाउँमा पुगेर त्यहाँको एकदमै मिठो लड्डु पाइन्छ यो मानपकडी भन्ने ठाउँमा हो। त्यहाँ गएर हामी लड्डु र नमकिन किन्यौँ। दाइलाई जिस्काउँछ है मैले। हो र तपाईँ त एक पाउ ल्याउँछु भनेर जानुभयो, त्यो ल्याउनु भयो किन? आधी किलो ल्याउनु भयो कि आधी पाउ? मलाई ठग्नु भयो जस्तो लागिरहेछ है दाइले। 1 किलो नमकिन हैन 1 किलो ही हेर पक्का छ नि? पक्का छ नि? एकदम ल साथीहरु त्यसपछि हामीले अब यहाँ नमकिन र लड्डु किनेर जाँदैछौँ सरर र हामी जाने ठाउँको नाम के हो? फर्साटीगढदेखि भित्र के भन्छ गुरौली भन्ने ठाउँमा जाँदैछौँ साथीहरु। त्यहाँ चाहिँ हाम्रो दिदी हुनुहुन्छ। हामी त्यहाँ गएर यस्तो रमाइलो गर्नेवाला छौँ। यो भ्लग कन्टिन्यू हेर्न नबिर्सिनु होला। बाई बाई भन्नु साथीहरु। किन्न चाहिँ यो पावर लान भनेर किनेको छोरीले चोरी पोखी के नपोख्न छोरी। अनि नआत्तिकिन खाऊ बाबा। हेर्नु न बाटैमा खाएर सक्छन् कि जस्तो छ खन्जुवाहरूले। गाह्रो छ साथी, कसरी रोक्नु यिनीहरूलाई मैले? यति म खान्छु भनेको सबैजना खान्छन्। वहाँ गयो नि खाने हामीले चाहिँ होला। हल्ला खोरेहरू यस्तो छन्। ल है साथीहरु आफैले पावर लान किनेको चिज ल खाँदै जाम त साथीहरु। वहाँ जाँदा भ्याएर जानुपर्छ ल। र फाइनल्ली हामी हाम्रो दिदीको घर पुग्यौँ। दिदीहरूको चाहिँ जोइन्ट फ्यामिली छ कि हुन खाना चाहिँ छुट्टा छुट्टै खानुहुन्छ तर यस्तो मिलेर बस्नुहुन्छ नि उहाँहरू हैन। सबैको घर नजिक नजिक यति धेरैजना हुनुहुन्थ्यो। आगो ताप्दै बस्नु भएको थियो। अलि भिडियो खिच्न लाग्ला है, त्यही भएर कालो कालो निकालेछ है। अनि फाइनल्ली दिदीहरूको पसल छ। भिनाजुले चाहिँ हेर्नै कति रमाइलो गर्नुहुन्छ। हजुर हैन राम्रो देखिनु भएछ के टोपी लगायो भने? जाडोमा त टोपी लाउँछ नि भिनाजु। दिजु ल्याउनु दर्शन। भान्जी नमस्ते। ल यसरी हामी चाहिँ आयौँ। मलाई एकचोटि चुप्पा गर्दै छोरी मलाई एकचोटि के छिटो। कति मिठो छ है तिम्रो गालामा। चिनी लाग्यो क्या हौ? चिनी कति चिनी लाग्यो क्या होला? देलै साँच्ची आफूतिर खाम त मिठो लैछ। ल हेर्नु साथीहरु हाम्रो भिनाजुले अब यहाँ चाहिँ के बन्दैछ? भिनाजु चिल्ली चिकन बनाउँदै हुनुहुन्छ स्पाइसी वाला एकदमै। भिनाजु चाहिँ सेफै हो। कति हल्ला गरेको हौ गाइजहरु? एकछिन शान्त बस्न सकिन्छ कि सकिन्न अरे के? ल यसरी हामीलाई चाहिँ अब भिनाजुहरुले मिठो मिठो परिकार बनाएर खुवाउने यहाँ तर्खर गर्दै हुनुहुन्छ। ल यसरी भिनाजु त एक प्रकारको सेफै। तपाईले होटल गर्नुभएको भिनाजु पहिला? पकाउनु भएको न विदेशमा हैन?
यस्तो मिठो पकाउँछ हाम्रो भिनाजुले। ल साथीहरू हेर्नु त अब यहाँ चिकन चिल्ली बन्दैछ हाम्रो लागि। तपाईँहरूलाई यदि होटलको लागि कुकसुक चाहिएको छ भने हाम्रो भिनाजुलाई सम्पर्क गर्नु ल। अति व्यस्त हुनुहुन्छ भिनाजु तर के अरे ल हेर्नु त यो हाँसो मेरो भन्दा नि कडा छ सबैजनाको। यति हाँस्यौँ है, गफ गरेको छ के हो के चाहिने नचाहिने सब गफ गर्दै मजाले हाँस्दै अनि मिठो मिठो परिकार खायौँ। दिदीहरूले चाहिँ खाना बनाउनु भएको थियो के, अनि भाइहरू फेरि यस्तो मासु लभर होइन, कहाँ खाना खाने हो पहिला त चिकन चिल्ली खाने हो भनेर मस्त चिकन चिल्ली खानुभयो गफ गर्दै। त्यसपछि हामी चाहिँ 2 घन्टा कुरेर, किनकि अब 15 गते त एकादशी, त्यही भएर 12 बज्नुभन्दा अगाडि खाना खानुपर्छ है भनेर हामीले चाहिँ छपियाको माछाको रससँग खाना पनि खायौँ। लगभग 12 बज्नुभन्दा 15 मिनट अगाडि 12 बज्दासम्म खाएर भ्याएको थियौँ है। हेर्नु कति रमाइलो गर्दै। त्यसपछि फाइनल्ली हामी एकछिन अझै गफ गरेर बस्यौँ। गफ सकेपछि सुत्ने बेला भयो। सुत्ने बेलामा घरको याद आइहाल्यो। अब त्यहाँ सुते पनि सुत्ने, घर आएर सुते पनि सुत्ने, घरै जाउँ भनेर हामी राति लाग्यौँ। दाइहरूलाई छोडेर घर पुगेर सुत्यौँ। अहिले बिहान उठेर भोइस ओभर गरेँ। बाई बाई।